आज चाहिँ कस्तो दुःखद खबर के होइन अब हाम्रो यो टप मौजातिर चाहिँ एउटा मान्छे खै कसरी रिसेन्टली तल खस्नु भएको रहेछ उहाँ होइन। सो हेलो मेम्बर, वेलकम टु माई ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। नर्मल्ली अब यत्तिकै हिँडौँ भनेर हिँड्दै हो। अब बहिनीलाई छोड्न जान लाग्यो, अब यसो ब्लग बनाइदिउँ भनेर बसेको। त्यस्तै त्यस्तै भनौँ। अब आजको मौसम चाहिँ हेर्न सक्नुहुन्छ, भोवाले लाछ होइन। यत्रो दिन पानी पर्यो होइन, आज यस्तो मिठो फ्रेस लाहा नि पुराकै पहिलाको याद हुन्छ नि, सानो सानो यादहरू पुरै मस्त ताजा क्या भनौँ न। एउटा हिसाबले हामीले अब यही बाटो स्कुल जान्थ्यौँ होइन, स्कुल जाने यही बाटो आउने, अनि सानो सानोमा यस्तै चर्को घाम लाग्थ्यो कि यस्तो भेजा लाग्थ्यो नि हिँड्दा पनि कि ठ्याक्क 9:30 बजे हिँड्यो, ठ्याक्क 10 बजे स्कुल पुग्यो होइन, यस्तो भेजा हुन्थ्यो। अब त्यस्तै यस्तै भनौँ अहिले चाहिँ त्यही नै भनौँ। अब यो अरूभन्दा नि माइकले गर्दा चाहिँ लास्टै डिस्टर्ब भयो होइन, त्यसको लागि चाहिँ डोन्ट माइन्ड होइन। अब आई होप सबैजनालाई चाहिँ मेरो भिडियो राम्रै लाग्छ होला होइन। नर्मली अब भिडियो बनाइरहेको छु होइन। अब सुरु सुरु नै भनौँ न, एउटा हिसाबले सुरु सुरु स्टार्ट गरेको। अब सुरु सुरुमा त त्यस्तै हुन्छ, गाह्रो हुन्छ होइन। नर्मली केही कुराहरू आउँदैन, त्यस्तै भनौँ। अब एडिट सिडिट गर्नेबाट सबै कुराहरू होइन, माइकबाट यताउति एडजस्ट गर्न, सेटअप गर्न धेरै गाह्रो नै हुँदो रहेछ एउटा हिसाबले भनौँ होइन। अनि त्यही नै हो। आज चाहिँ कस्तो दुःखद खबर के होइन, अब हाम्रो यो टप मौजातिर चाहिँ एउटा मान्छे खै कसरी रिसेन्टली मतलब तल खस्नु भएको रहेछ उहाँ होइन। तल खसेर चाहिँ अब लासै नभेटेको के, मतलब मान्छेले अब खोज्दा 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 पुलिसहरू सशस्त्र प्रहरीहरूले चाहिँ खोज्नु भयो रहेछ। लास्टमा चाहिँ खै डोजर लाएर चाहिँ निस्कियो भन्ने कुरा सुनेको, कति नराम्रो कुरा सुनेको के। बिचरा मान्छेको काल आइसक्यो, त्यसै त हो भनौँ न एउटा हिसाबले। अब गाह्रै छ नि यार होइन। अब त्यही नै हो। अब चाहिँ खै अब हेरौँ। अब आई होप सपोर्ट गर्नुहुन्छ होला हजुरहरूले, अनि लाइक एन्ड सब्सक्राइब एन्ड सेयर कमेन्ट पनि गरिदिनु होला। त्यही नै हो मेरो भनाइ चाहिँ। आज चाहिँ यत्तिकै होइन, बिहान उठेको थिएँ अब यत्तिकै अब के गरौँ भइरहेको थियो होइन। म फेरि अब रिसेन्टली घुमिरहेको छु नि त, ठाउँहरू घुमिरहेको छु, यताउति दायाँ बायाँ हिँडिरहेको छु, अब राइड गर्न मन लागिरहेको छ। अनि हाम्रो चाहिँ यहाँ घरमा डग छ, अब त्यसलाई नि यसो नर्मली घुमाउने, अब यताउति हिँडाल्ने होइन। अब एक दिन घुमाएन भने चाहिँ हुन्छ नि, पछि पछि आउने, यता आउने उता आउने गर्छ क्या, त्यस्तो हरकत देखाउँछ बिचरा। अब मलाई त घुम्न मन लाग्छ यार, अनि त्यसलाई घुम्न मन लाग्दैन भनेर अनि मैले त्यसलाई नि घुमाइदिन्छु क्या। अनि मान्छेको नि बाटोमा हिँड्दा नि रियाक्सनै छुट्टी हुन्छ कि, ओए त्यो कुकुर हेर्न भनेर, त्यस्तो टाइपको हुन्छ क्या। अनि कस्तो अनौठो लाग्छ कि मलाई नि, खुसी ठिकै रमाइलो लाग्छ यार मान्छेहरूको रियाक्सन देखेर क्या। सबले हेर्छन् बाटोमा, ठ्याक्क अगाडि टङ्कीको घरमा राखेर हिँडाल्छु। अब त्यस्तै त्यस्तै भनौँ। अनि यो पनि खुसी, म पनि खुसी अब होइन। अब मान्छेको रियाक्सन पनि हेर्न पाइन्छ। अब त्यही नै हो। अरूभन्दा चाहिँ यो साइलेन्सरले चाहिँ अलि झ्याउ भयो। अब ओरिजिनल साइलेन्सर हाल्ने भनेर बसेको छु के। खै अब के हुन्छ यार, ओरिजिनल साइलेन्सर पाउन नि अलि गाह्रै छ अहिले बुटोलमा। अब थाहा हजुरहरूलाई होइन, कतिवटा बाइक छोप्यो 10,000 ड्याङ्ग 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 जान्छ। अब गाह्रो छ नि यार, खोल्टी गरम हुन्छ। त्यस्तै यस्तै भनौँ। अब 10,000 तिर्न भन्दा त यार ओरिजिनल साइलेन्सर हालौँ भनेर यसो साइलेन्सर खोजे हो। नयाँलाई पर्छ 5,000, त्योभन्दा सेकेन्ड ह्यान्ड युज गरेकै होइन, यसो हालौँ भनेर भनेको। लास्टमा चाहिँ अब त्यस्तै यस्तै भनौँ, पाइएन। गाह्रो छ नि हो, गाह्रो गाह्रो। अब 2-3टा भिडियो अब त्यस्तै भनौँ, 2-3टा खै भिडियो हालेको, खासै भ्युज त आएन के अरे। अब जसले हेर्नुभयो भिडियो होइन, यसो त्यो भिडियो चाहिँ पनि प्ले गरेर यसो भ्युज बढाइदिनु होला, लाइक गरिदिनु होला। नयाँ नयाँ कोही आउनु भएको छ भने सब्सक्राइब गरिदिनु होला। जिरो लेभलबाट उठेको मान्छे हो, यसो टाइम त लागिहाल्छ होइन। अब त्यही नै हो। अब केही नै गरौँ युट्युबमा भनेर यसो अगाडि बढौँ भनेर बसेको। अब आई होप हजुरहरूले सपोर्ट गर्नुहुन्छ होला, माया दिनुहुन्छ होला। त्यही नै भनौँ। अब फर्स्ट भ्लग, अब खासै केही पनि बोलाउन आउँदो रहेछ कि, के बोलाऊँ होइन, कस्तो के जस्तै अब नर्मली अब क्यामेरा सेटअपहरू सबै गऱ्यो, बाइक चलायो, के बोलाऊँ यस्तो हुन्छ क्या, साइको हुन्छ क्या, के बोलाऊँ। अनि अनि कस्तो अकमकिने कि, अब दुईचोटि दोहोरिने कुराहरू, अनि बिस्तारै बिस्तारै त सिक्ने हुने होइन। भन्ने बित्तिकै त अब कहाँ सबै कुराहरू पुरा हुन्छ र अहिले त्यस्तो पुरा हुने हो त मैले चन्द्रमा हुन्थ्यो होला। त्यही नै भनौँ। अब त्यस्तै अब कुरा गर्दा अनि अकमकिने, अनि अलिअलि अब के बोलाऊँ हुने, अब के को विषयमा बनाउने त भन्ने त सोच आउँछ क्या। त्यही नै हो। ल ल झर्त बहिनी, ल बहिनीलाई चाहिँ छोडियो। अब हामी चाहिँ मिठो राइड हान्नुपर्छ है त, ल कुदाउनु पर्छ।
कुदाउनु भन्दा नि अब बी सेफ होइन, आनन्द चलाउने। अब हामी चाहिँ आफ्नै लेनमा हिँडिरहेको हुन्छौँ, साइडबाट चाहिँ अब अटो मेन चाहिँ यहाँ बुटोलमा अटो धेरै भएर स्वाट काटिदिन्छ, ल्यामे ठोकिन्छ, अनि त्यसपछि जाऊ रन, आफूलाई पनि जाऊ, त्यो अटोवालालाई जाऊ। कमसेकम यो अटोवालाहरूले चाहिँ दायाँ बायाँ हेरिदिने होइन, यसो साइडमा कुवा खाइदिने, स्वाई घुसारन केटी हुन पर्छ। यी आम्मा केटीको अगाडि तरन चलफल सोल्टीको त छुट्टै चलफल हुन्छ केटीको अगाडि त। अब त्यही भएर यदि यो अटोवाला होइन, कोही चालक, सबै चालक त त्यस्तो हुन्न, अब कोही अटोवाला चालक हुनुहुन्छ भने कृपया यो भिडियो हेरिदिनु होला होइन, यो भिडियोको भोइस पुरै क्लिप सुन्नु होला होइन। त्यही हो, अटो सबैजना एउटै हुन्छन् भन्ने पनि छैन होइन। अब अटो चलाउने हो तर त्यो हावामा उडाउने होइन क्या। अब त्यही नै मेरो भनाइ चाहिँ त्यही नै हो। अरू चाहिँ के भन्ने होइन, अटोवालाले गर्दा चाहिँ धेरै नै एक्सिडेन्ट हुने। मेरै भएछ यार एक्सिडेन्ट, एउटा अटो स्वाट गयो होइन, हरिब स्पिडमा आएको थियो कि म एनएस थियो त्यतिखेर, स्पिडमा आएँ, अनि स्पिडमा आउँदा चाहिँ अनि अटो आयो क्या, अनि अटो स्वाट उता काट्दियो क्या, उता मान्छे रहेछ। यस्तरी कुदाउँदाखेरि सिधै अनि मान्छेलाई बचाउँ चक्करमा ड्याममा थेचारेर म चाहिँ यहाँबाट चाहिँ उहाँ टाढासम्म के गुल्टे होला कि, अनि बाइक चाहिँ उहाँ अगाडिको त्यो यस्तरी हेरेको त फर्स्ट टाइम एक्सिडेन्ट। आम्मा त्यो अगाडिको हेडलाइट त भजात बुजुत भएको क्या, त्यो दामी एक्सिडेन्ट भयो कि। अनि म त साइको भयो कि, त्यो मान्छेलाई फेरि अलिअलि टक्सिक बोल्दै नि त, त्यतिखेर लाइसेन्स केही पनि थिएन नि त। अब त्यो मान्छे फेरि ठिकै सोझो, लास्टमा बिटमा जाँदा चाहिँ मलाई यस्तरी रफ बोल्यो, उस्तरी मलाई मुख छाड्यो भनेर बिचरा जस्तो नराम्रो लाग्यो क्या मलाई पनि। मैले किन भनेछु होइन, त्यो अब त्यतिखेर अब त्यो मान्छे बचाउनु चक्करमा अनि यस्तरी पल्टिँदाखेरि बाइक यस्तरी हेर्छु भनेको त बाइक तर, अनि त्यस्तो झोर हुँदाखेरि त अलिक साइकै लाग्छ नि त एउटा हिसाबले। अनि अब त्यस्तरी मेहनतले किनेको, त्यतिखेर मैले बााउन्सर गर्थेँ होइन, अनि बााउन्सर गरेको पैसाले अब किन्दाखेरि त अब होइन, त्यो मेहनतले के गर्थ्यो, 1 वर्षको बााउन्सरको पैसाले किन्दाखेरि मेहनतले, अनि त्यस्तरी बाइक फुट्दाखेरि त मन दुखिहाल्छ नि यार। त्यो मान्छेको चक्करमा आज त्यसले के गर्दा के भन्थ्यो क्या, अनि मलाई रिस उठ्यो क्या। त्यही नै हो। अनि अरू त के भन्ने र होइन, लास्टमा कुरा मिल्यो अब बिटमा गएर। त्यही नै हो, अब सुस्त चलाउनु होइन, हतार नगर्नु होला। हजुरहरूको हतारले गर्दा चाहिँ कसैको ज्यान जान पनि सक्छ। अब रिसेन्टली अब डाइबोटोलतिर होइन, अब यो भैरातिर धेरै एक्सिडेन्ट भएको छ क्या। अब मेन चाहिँ त्यो एक्सिडेन्ट भएको रिजन किन भने चाहिँ हामी ल जस्तो कि एउटा बाइक नर्मली स्पिडमा गइरहेको छ होइन, साइडमा दायाँ बायाँ हेर्नु पर्छ नि, रोड क्रस गर्ने मान्छेले हेर्दैन के, सिधै ऱ्याममै पारिदिन्छ के, अनि त्यो कारणले चाहिँ एक्सिडेन्ट हुन्छ होइन। अब सबैजना चाहिँ सुस्त चलाम। अब हाम्रो प्रहरी साथीहरूको भनाइ चाहिँ त्यही हो, तीव्र गति जीवन क्षति भनेको त्यही नै हो। सो आई होप हजुरहरूलाई चाहिँ यो भिडियो राम्रो लाग्यो होला, लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। मिल्नुपर्छ नेक्स्ट भिडियोमा है त।